मेरो जन्म गाउँ मेरो बुटोल आदर्श नगरमा मेरो जन्म भएको यही ट्राफिक चोकबाट भित्र कस्तो रमाइलो छ ल। हेर्नुहोस् यो तिहारको बजार बुटोल तिहारको बजार एकदम रौनक छ, आनन्द लाग्छ देख्दाखेरि। यस्तो राम्रो हाम्रो बुटोल उत्तरतिर ठुलो डाँडाहरू चहलपहल व्यापक छ अहिले। म पनि छु है। यो तपाईहरुले लाइभ टेलिकास्ट देख्न सक्नुहुन्छ। अहिले हामी चाहिँ ठ्याक्कै ट्राफिक चौकबाट भित्रै इन्डियन बजारबाट फुलहरू पनि आइरहेको छ र साथीहरू तिहारको चहलपहल देखिरहेको छ। अविनाशजी अहिले यो तिहारको चहलपहलमा हामीले मान्नुपर्छ एकदमै राम्रो देखिरहेको छ। बुटोल बजार व्यस्त छ, हेर्न सक्नुहुन्छ। यहाँ अविनाशजी पनि हुनुहुन्छ। हेलो, तिहार कस्तो लागिरहेछ भाइ? तिहार पहिलाको भन्दा कस्तो छ अहिले? रमाइलो छ हो, बजार रमाइलो भएको छ। ए ओके। अनि यो फुलहरू हेर्न सक्नुहुन्छ साथीहरू। कमलको फुल पनि यहाँ लिएर आएको। कतिवटा अरे? कतिवटा? 50को एउटा भाइ? नहीं 5 वटा भाइ। अब घर जान लाग्यो। पानीमा हाले छिटो पक्रिन्छ। वहीँसम्म भएको बजार। कस्तो छ चहलपहल सर अहिले बजार? हो ल, के भन्न चाहनुहुन्छ नेपाली फुलको लागि अहिले मार्केट? हो, इन्डियन फुल आएको छ कि छैन? हिजो आएको थिएन, आज अलिअलि मात्रामा आएको छ है। ल साथीहरू देख्न सक्नुहुन्छ। यो पहिलाको भन्दा मार्केट अहिले मिलेको छ नेपाली फुलको? केही मिलेको छैन। के मिलेको मालालाई पहिला 150 नलाएको, अहिले 200 रुपियाँ भयो। हो, फुलको रेट झर्यो हजुर। कति रुपियाँ कमल फुलको? अब झोप्पाको 50। दुईटा माला पर्छ।
तपाईँको हो बेच्न कति रुपियाँ 300 को जोडी ल धन्यवाद साथीहरू तिहारको चहलपहल